नमस्कार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनर्गठन नहुने अब पुनर्जागरण हुने घोषणा गरेका छन्। तर त्यही भाषणमा उनले चाहिँ पार्टी पुनर्निर्माणको माग गर्नेहरूलाई अराजक भनेका छन्। सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने कुरा सही नहुने उनको भनाइ छ। अझ पार्टीको नुन खाएर पार्टीमा बसेर गुनासो गर्नेहरूलाई उनले किर्नाको संज्ञा दिएका छन्। अब प्रश्न उठ्छ, ओलीले के शब्द प्रयोग गरेका हुन्? यसको अर्थ के हो? पार्टीभित्र नेतृत्वमाथि प्रश्न गर्ने अधिकार कहाँसम्म हुन्छ? 1. पुनर्गठन कि पुनर्जागरण? ओलीको एउटा तर्क छ, अध्यक्ष फेर्नु मात्रै पुनर्गठन होइन, यसमा पूर्ण सहमति जनाउन सकिन्छ। उनका अनुसार नीति, गन्तव्य र कार्यक्रम बदल्नु पुनर्गठन हो, यसमा पनि सहमति जनाउन सकिन्छ। त्यसैले अहिले एमाले पुनर्गठनको होइन पुनर्जागरणको अवस्थामा रहेको उनको दाबी छ। यसमा पनि धेरै असहमति गर्नुपर्ने ठाउँ छैन। यो तर्कलाई आफ्नो ठाउँमा बहस गर्न सकिन्छ। तर एउटा कुरा के स्पष्ट छ भने नेतृत्व परिवर्तनको माग आफैमा अराजकता होइन। लोकतान्त्रिक पार्टीमा नेतृत्व परिवर्तन पनि राजनैतिक प्रक्रियाकै एउटा हिस्सा हो। प्रश्न यो हो, त्यो परिवर्तन विधि, विधान र महाधिवेशनको प्रक्रियाबाट हुन्छ कि हुँदैन? यदि हुन्छ भने त्यसलाई असहमति भन्नुपर्छ, अराजकता होइन। 2. आवारा, अराजक र किर्ना किन? यहाँ भाषाको पनि प्रश्न आउँछ, प्रस्तुति र शैलीको पनि प्रश्न आउँछ। राजनीतिमा प्रस्तुतिले, भाषाले, त्यसको शाब्दिकी अर्थले राजनीतिमा ठुलो अर्थ राख्छ। राजनीतिक नेतृत्वले आफ्ना विरोधीलाई कस्तो शब्दले सम्बोधन गर्छ भन्ने कुरा सामान्य कुरा होइन, किनभने नेताको एउटा शब्दले हजारौं कार्यकर्ताहरूलाई र जनताहरूलाई प्रभावित बनाउँछ। आफ्नै पार्टीका कार्यकर्ताले नेतृत्वसँग असहमति राखे भने उसलाई तर्कले जवाब दिने भन्दा पनि विश्लेषणले जवाब दिनु राजनीतिक र एउटा बुद्धिमत्ता हुन्छ। तिमी गलत छौ भन्नु राजनीतिक बहस हो, तर तिमी अराजक छौ, तिमी किर्ना हौ भन्नु राजनीतिक बहसको विकल्प हुँदै होइन। ओलीले आफूले कहिले कडा वचन वा कडा स्वर प्रयोग नगरेको र पार्टीमा कोही मालिक र कोही दास नभएको पनि बताएका छन्। तर सँगसँगै यस्ता शब्द पनि प्रयोग गर्छन् उनको मुखबाट सुन्न शोभायमान देखिँदैनन्। त्यसैले यही ठाउँमा एउटा स्वाभाविक रूपमा अर्को प्रश्न खडा हुन्छ कि मालिक र दास छैनन् भने कार्यकर्ताले नेतृत्वलाई प्रश्न गर्न किन नपाउने? 3. ओलीको विगत र आजको प्रश्न। उनले 2029 सालदेखि 2032 सालसम्म आफूलाई पार्टी सदस्य विहीन बनाएको र 2070 सालमा प्रचण्ड माधव नेपाल पक्षबाट पनि निष्कासन गरिएको प्रसङ्ग सुनाएका छन्। अब इतिहासलाई अर्को कोणबाट पनि हेर्नुपर्छ। हिजो ओलीले नेतृत्वसँग सङ्घर्ष गर्दा त्यो राजनीतिक सङ्घर्ष थियो। आज ओलीसँग असहमत राख्नेहरूले नेतृत्व परिवर्तनको माग गर्दा त्यो अराजकता मात्रै कसरी भयो? यो प्रश्न ओलीलाई कमजोर बनाउनका लागि होइन, एमालेको लोकतान्त्रिक संस्कार जाँच्नका लागि हो। चौथो कुरा, अझ प्रश्न गम्भीर के छ भने पार्टी कसको हो? ओलीले पार्टी सदस्य भन्दा कम मत आउनु लाजमर्दो कुरा भएको भन्दै पार्टीलाई मत नदिने सदस्यको नवीकरण नगर्न पनि निर्देशन दिएका छन्। यो प्रसङ्गले अर्को एउटा गम्भीर प्रश्न जन्माउँछ। पार्टी सदस्य भनेको नेतृत्वको समर्थक हो कि पार्टीको विचार र विधानको सदस्य हो? यदि कुनै सदस्यले पार्टीको नीति ठिक लागेन भनेर अर्को उम्मेदवारलाई मत दियो भने उसलाई सदस्य मान्ने कि नमान्ने? लोकतान्त्रिक पार्टीमा कार्यकर्ताको काम नेतृत्वलाई मत हाल्नु मात्र होइन, नेतृत्वलाई प्रश्न गर्नुपर्ने हो। पाँचौं कुरा, समस्या ओली मात्र होइन। तर यहाँ एउटा कुरा स्पष्ट गरौँ कि यो भिडियो पनि, यो सामग्री पनि हामीले ओली विरोधीको रूपमा, ओलीका विरुद्धमा बनाएका होइनौँ, किनकि समस्या केवल ओलीमा सीमित छैन भन्ने हामी पनि स्पष्ट छौँ। ओलीका वरिपरि रहेका र ओलीलाई हिजो नेता मानेका मान्छेहरू पनि उत्तिकै दोषी छन् जो एमालेको क्षयीकरणमा। नेपालका धेरै राजनीतिक दलमा अहिले एउटा साझा रोग देखिन्छ। संस्था कमजोर, व्यक्ति बलियो छ। पार्टीभित्र विचारभन्दा नेतृत्व ठुलो छ। नेताभन्दा पार्टी ठुलो हुनुपर्ने ठाउँमा पार्टीभन्दा नेता ठुला भइराखेका छन्। अनि नेतृत्वमाथि प्रश्न उठ्यो कि तिमी विरोधी हौ, तिमी अराजक हौ, तिमीले पार्टी बिगार्न खोज्दैछौ, तिमीले गुट बनाउँदैछौ भनेर किनारा लगाउने र खेद्ने काम, रोक्ने काम गरिन्छ। यो संस्कार एमालेमा मात्र होइन, नेपाली राजनीतिको ठुलो एउटा समस्या बनिरहेको छ। छैटौं कुरा, पुनर्जागरणको वास्तविक अर्थ के हो? अब फेरि ओलीकै शब्दमा फर्क्यौँ, पुनर्जागरण। पुनर्जागरण साँच्चैकै चाहिएको हो भने सबैभन्दा पहिले विचारको पुनर्जागरण हुनुपर्छ, त्यसपछि पुनर्गठनको या पुनर्जागरणको कुरा आउँछ।
त्यसपछि आन्तरिक लोकतन्त्रको पुनर्जागरणको कुरा आउँछ र अन्त्यमा नेतृत्वले कार्यकर्ताको कुरा सुन्ने संस्कृतिको पुनर्जागरणको एउटा प्रश्न आउँछ। असहमति सुन्न नसक्ने पार्टीमा पुनर्जागरण कसरी हुन्छ? प्रश्न गर्न नदिने पार्टीमा नयाँ विचार कसरी जन्मिन्छन्? र नेतृत्व परिवर्तनको मागलाई नै अराजक मान्ने हो भने त्यो पुनर्जागरण हो कि यथास्थितिवादीको निरन्तरता हो? त्यसैले राजनीतिक पार्टीमा सबैभन्दा ठुलो शक्ति अध्यक्ष होइन, सबैभन्दा ठुलो शक्ति भनेको विचार हो, विचारभन्दा ठुलो संस्था हो, संस्था भनेको दल हो, राजनीतिक पार्टी हो, त्यो दलभन्दा ठुलो चाहिँ जनता हो, राष्ट्र हो, देश हो। त्यसैले एमालेमा अहिले ओली रहने कि नरहने भन्ने प्रश्नभन्दा ठुलो प्रश्न के हो भने एमालेमा ओलीलाई प्रश्न गर्न पाइन्छ कि पाइँदैन? यदि पाइन्छ भने असहमतिलाई अराजकता होइन लोकतन्त्रको अभ्यासका रूपमा मान्नुपर्छ। यदि पाइँदैन भने पुनर्जागरण शब्द जति सुन्दर सुनिए पनि त्यसको अर्थ खोज्नुपर्ने ठाउँ पार्टीभित्र हुनेछ। तपाईँका लागि यो प्रश्न छोड्दै हामीलाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नुहोस्, हामीलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर साथ दिनुहोस्। यसो गर्नुभयो भने तपाईँको मेरो यात्रा निरन्तर र सँगसँगै अगाडि बढ्नेछ। हस्त, धन्यवाद, नमस्कार।